जब अप्ठ्यारो आउँछ सँगै खडा लाउँछ जब अप्ठ्यारो आउँछ सँगै खडा लाउँछ तब बैरी सर्पलाई ताली सँगै मादल आउँछ के देखाउँछौ तागत के राख्छौ हैसियत के देखाउँछौ तागत के राख्छौ हैसियत तिमी भन्दा अब्बल सडकमा पागल आउँछ जब एक्लो पढ्छौ मलाई सम्झिन्छौ हाँगा बीचबाट पाछे छर्छौ मलाई सम्झिन्छौ स्वामी सम्झे पिपल सम्झे जल चढाए मेरो साहब स्वामी सम्झे पिपल सम्झे जल चढाए स्वामी सम्झे बुद्धि सर सीता म्याम ओइजेरू बनेर कापमा सार्छौ मलाई सम्झिन्छौ सकिनु त छँदैछ सल्किएर सलाइले अतिजो सल्किनु त छँदैछ सल्किनु त छँदैछ सल्किएर सलाइले सकेर नि नसकेछि बहाना गर्छौ मलाई सम्झिन्छौ जब दिशा बदल्छ भन्दै भइगयो नचल्ने रोडमा डब्बा चल्छ भन्दै भइगयो पानी जहाजको दिशा बदल्छ भन्दै भइगयो 5 वर्षमा सिर्फ एक थाल मासु भातमा बिकेका यी जमातलाई 5 वर्ष कुरी एक थाल मासु भातमा बिकेका यी जमातलाई विपक्षले बोलेछे चरलको स्वरले बोली यो सरकार ढाल्छ भन्दै भइगयो केही काम बिग्रिँदै जान्छ केही बन्दै जान्छ तकदिरमा नभएको चिज आउँछ केही नभन्दै जान्छ चञ्चल बतासमा शीतका थोपाहरूले बयली खेलिरहँदा वृक्षहरू मन्द मुस्कुराइरहेका हुन्छन् परिकल्पना होस् यो पलमा प्रकृतिको यही परिकल्पना खोज्दै सुन्दर आयाम प्रदान गर्न पवित्र धाम माता तीर्थको प्राङ्गणबाट वार्षिकको कर्ममारो जिन्दगीको परिवेश हो यहाँ सबैलाई हार्दिक धन्यवाद माहुरीलाई पो फुल हुन्छ रस हुन्छ हेरी यो दृश्य झिङ्गालाई खस हुन्छ यो नमस्कार हो दुई हात जोडी हुजुरहरूलाई यो नमस्कार हो दुई हात जोडी हुजुरहरूलाई झुक्नेहरूको औँला सधैँ 10 भारी घडा जलको कहाँ हलचल छ छचल्किने खैला कति उश्रृङ्खल छ आँखा झिम्क्याए झै सुख हटी जान्छ आँखा झिम्क्याए झै सुख हटी जान्छ समस्त आदरणीय व्यक्तित्वहरू कोही बिस्तारै बिस्तारै हेरेर निदाउँछन् कोही निदाएकालाई सम्झेर निदाउँछन् आफ्नै दुई आँखाले नाक देख्न सक्दैन हेर्नु होला एकैचोटि आफ्नै दुई आँखाले आफ्नै नाक देख्न सक्दैन अनाहक पराईलाई कल्पेर निदाउँछन् कोही बिस्तारै बिस्तारै हेरेर निदाउँछन् आजकल म र मन बीच युद्ध चल्दैछ आजकल म र मन बीच युद्ध चल्दैछ कहिले हारेर त कहिले जित भयो भनेर निदाउँछन् कोही बिस्तारै बिस्तारै हेरेर निदाउँछन् कोही निदाएकालाई सम्झेर निदाउँछन् डोरी बलियो मन कमजोर हुँदै गएपछि आत्महत्या विकल्प होइन जीवनसँग लड्नुपर्छ यो शेर कायरहरूको लागि है आत्महत्या कहिल्यै जिन्दगी होइन डोरी बलियो मन कमजोर हुँदै गएपछि डोरी बलियो मन कमजोर हुँदै गएपछि हाँस्दै कायरहरू कहिल्यै नझर्ने गरी फलेर निदाउँछन् कोही बिस्तारै बिस्तारै हेरेर निदाउँछन् कोही निदाएकालाई सम्झेर निदाउँछन् कर्तव्य निभाओस् त कसैले यसरी निभाओस् कर्तव्य निभाओस् त कसैले यसरी निभाओस् दियोहरू पनि तेल सकेर निदाउँछन् कर्तव्य निभाओस् त तुलसी दाजु यसरी निभाओस् जसको कोही छैन उसको लागि हामी कर्तव्य निभाओस् त यसरी निभाओस् दियोहरू पनि तेल सकेर निदाउँछन् क्रोध सँगै आक्रोश थुपरिरहे मै उपर क्रोध सँगै आक्रोश थुपरिरहे मै उपर थकिदियो मन हाँस्दै सबै सहेर निदाउँछन् कोही बिस्तारै बिस्तारै हेरेर निदाउँछन् कोही निदाएकालाई सम्झेर निदाउँछन् धन्यवाद र कार्यक्रम आरोह जिन्दगी साहित्यिक कार्यक्रम हो
र हामीले साहित्यिक साथसाथै विभिन्न कार्यहरू गर्दै आएका छौँ। दायाँ हातले दिएका चिजहरू बायाँ हातले